हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई फिल्मी हिट युट्युब च्यानलमा। साथीहरु, हिजो सोमबारबाट देशव्यापी रूपमा प्रदर्शनमा आएको तीनवटा नेपाली चलचित्रहरू हरिबहादुरको जुत्ता, बलिदान र माइती घर फिल्मले बक्स अफिसमा आजबाट 2 दिन पार गर्दैछ। आज दोस्रो दिन यी तीनवटै फिल्महरूको बिहानको अकुपेन्सी कस्तो चलिरहेको छ, एडभान्स बुकिङ कस्तो भइरहेको छ र आजको दिन तीनवटै फिल्महरूले बक्स अफिसमा कतिको कलेक्सन गर्न सफल होला त बक्स अफिस कलेक्सनको बारेमा चर्चा गर्न गइरहेका छौं। भिडियोलाई पुरा हेरेर साथ दिनुहोला। साथीहरु, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, केदार घिमिरे, बुद्धि तामाङ आदि कलाकारहरूको मुख्य भूमिका रहेको चलचित्र माइती घर, उता वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र हरिबहादुरको जुत्ता, समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, रिचा शर्मा आदि कलाकारको मुख्य भूमिका रहेको चलचित्र बलिदान हिजोबाट देशव्यापी रूपमा प्रदर्शन भइरहेको छ। यी तीनवटै फिल्महरू छुट्टै जनरामा आधारित रहेको छ। हुन त माइती घर र बलिदानलाई सोशल ड्रामामा राखिएको छ भने उता हरिबहादुरको जुत्ता सोशल र कमेडी ड्रामामा रहेको छ। यी तीनवटै फिल्महरूलाई पब्लिकहरूबाट राम्रै रेस्पोन्स मिलिरहेको छ। हिजो जति पनि पब्लिकहरूले यी फिल्महरू हेरेका छन् सबैजनाबाट पोजिटिभ नै रेस्पोन्स आइरहेको छ र यी तीनवटै फिल्महरूले हिजो पहिलो दिन बक्स अफिसमा राम्रो कलेक्सन गर्यो भन्दा फरक नपर्ला। हुन त अफिसियली रूपमा यी तीनवटै फिल्महरूको कलेक्सन सार्वजनिक भने भएको छैन। बलिदान फिल्मको कलेक्सन हिजो पहिलो दिनको लगभग 1 देखि 1.5 करोड हाराहारीमा रहेको बुझिएको छ भने उता हरिबहादुरको कलेक्सन लगभग त 50 लाख हाराहारीमा रहेको बुझिएको छ र माइती घरको कलेक्सन लगभग 30 देखि 40 लाखसम्म रहेको बुझिएको छ। अब यी तीनवटै फिल्महरूको अफिसियल कलेक्सन सार्वजनिक भयो भने कति सार्वजनिक हुन्छ त्यो भने चाहिँ हेर्न बाँकी नै रहनेछ। र आजबाट यी तीनवटै फिल्महरूले बक्स अफिसमा 2 दिन पार गर्दैछ। आज दोस्रो दिन तीनवटै फिल्महरूको बिहानको एडभान्स बुकिङ कस्तो भइरहेको छ आउनु साम्य चेक गर्न गइरहेका छौँ। हामी हरिबहादुरको जुत्ताको एडभान्स बुकिङ चेक गर्न आइरहेका छौँ। आज दोस्रो दिन हेरौँ कस्तो भइरहेछ। लगभग म अलि 11:45 को फास्ट फिल्म गइरहेछ। बिहान 5 बजेको सो पनि पुरै फास्ट फिल्म गएको छ। 70% माथिको अकुपेन्सी छ। जलमामा 9 बजेको सो ल हेर्नुहोस्, 40-50% अकुपेन्सी 9:45। भर्खर अहिले 7.5 लगभग हाराहारी हुँदैछ। त्यतिखेरसम्म त 70-80% त मजाले पुग्छ। ट्रेड मलमा पनि यहाँ 5-7% देखिएको छ, 9:45 बढ्न सक्छ। साइन्स सेन्टरमा 38 को सो, यहाँ पनि 10% माथिको अकुपेन्सी छ, बढ्न सक्छ। दरबारमा 12:15 मा यहाँ फाटाफुटा भइरहेछ। 12:15 भनेको अझै टाइम छ। रञ्जनामा 9:45, यहाँ पनि 10% को अकुपेन्सी छ। एपेक्स मलमा 9 बजेको सो छ, यहाँ फाटाफुटा भइरहेछ। मिटाउनमा 7:40 को गइसकेको छ, त्यहाँ पनि लगभग 20-25% अकुपेन्सी थियो। सिभिल मलमा यहाँ पनि देख्न सक्नुहुन्छ 20% अकुपेन्सी छ, 38 को, त्यतिखेरसम्म अझै बढ्न सक्छ। कृतिपुरमा 38 को फास्ट फिल्म गइसकेको छ है, 80% अकुपेन्सी छ। एनबी सेन्टरमा 12:15 को सो, ल 12:15 मा यतिको छ भनेपछि त्यतिखेर 50% त मजाले पर्छ। वन सिनेमाजमा 8:15 को सो, यहाँ पनि 10% अकुपेन्सी छ। बिग मुभिजमा 10 बजेको सोमा यतिको छ, ल 30% माथिको छ भने 1 बजेको फास्ट फिल्म गइसकेको छ है। यहाँ सिनियर रोयलमा हामी केएफएक्स राइजिङ मलमा यहाँ फाटाफुटा भइरहेछ 8:45 को। बुटोलमा 11 बजेको सो बिहानको, ल 11 बजेको सोमा 20-25% अकुपेन्सी छ। एफक्यूमा पनि 11 बजेको सो देख्न सक्नुहुन्छ है, 40-50% हाराहारीको अकुपेन्सी छ। वन सिनेमाज बानेश्वरमा ल यहाँ पनि तपाईले देख्न सक्नुहुन्छ 30% हाराहारीको अकुपेन्सी छ, अझै बढ्न सक्छ। भक्तपुरमा पुरै फास्ट फिल्म गइरहेछ 8 बजेको, झन्डै हाउसफुल छ है। 11 बजेको फास्ट फिल्म छ। आइएनआई केएसआर मुभिजमा यहाँ पनि तपाईले देख्न सक्नुहुन्छ 10-15% अकुपेन्सी छ, 11:30 को थियो। त्यतिखेरसम्म त मजाले पर्छ, यहाँ फाटाफुटा भइरहेछ। सिजी मलमा, ल सिजी मलमा देख्न सक्नुहुन्छ 50% हाराहारीको अकुपेन्सी छ। 12 बजेको सोमा भनेपछि त्यतिखेरसम्म त हाउसफुल कन्फर्मै हो। ल यहाँ पनि तपाईले 20-25% अकुपेन्सी देख्न सक्नुहुन्छ 38 को। आइएनआईको यहाँनिर 8 बजेको सोमा, यहाँ चाहिँ 8-10% को छ। आइएनआईकै हामीले हेर्ने हो भने यहाँ पनि फाटाफुटा भइरहेछ 12 बजेको सो, त्यतिखेरसम्म बढ्न सक्छ। सिनियर रोयलमा पनि हामीले हेर्ने हो भने यहाँ पनि देख्न सक्नुहुन्छ 10-15% अकुपेन्सी छ, 8:45 को। यो दिउँसोको नहेरौँ। इलाइटमा 7:45 को सो छ, अबको 5-7 मिनट पछिको सो छ, तर यहाँ 8-10% अकुपेन्सी रहेछ। बिएफएक्समा 9:20 को सो, यहाँ पनि फाटाफुटा भइरहेछ। राम्रो छ, धेरै ठाउँमा राम्रो छ, धेरै ठाउँमा हाउसफुल तयारी छ, हाउसफुल हुन आँटिरहेको छ सिडिसीमा। बिएसआर मुभिजमा 10 बजेको सो फाटाफुटा भइरहेछ। इन्फिनिटीमा पनि 10 बजेको सो फाटाफुटा देखिएको छ। सिटी सिनेमामा पनि 8 बजेको सो देख्न सक्नुहुन्छ, यहाँ भइरहेछ। यो 1 बजेको सो नहेरौँ। यहाँ पाथिभरामा 8:15 को सो फाटाफुटा छ। बागेश्वरी क्युएफएक्स बागेश्वरीमा यहाँ पनि 8-10% को छ। क्युएफएक्स वान स्टपमा बिहानको सो त्यति खास छैन, 5 बजेको सो फास्ट फिल्म गइसकेको छ। ल 11:45 हो थियो, बढ्न सक्छ अझै। त्यहाँ जिएममा फाटाफुटा छ। आइएनआईको विश्वज्योतिमा यहाँ पनि फाटाफुटा भइरहेछ। डिम्याक्समा 10-20 को सो, यहाँ फाटाफुटा भइरहेछ। र शुभकामनामा 39 को सो देख्न सक्नुहुन्छ, यहाँ पनि 15-20% अकुपेन्सी छ। राम्रो छ, धेरै हलरमा राम्रो देखिएको छ अकुपेन्सी। अब हेरौँ दिउँसो इभिनिङसम्म कस्तो हुन्छ, हामी तपाईँलाई पक्कै जानकारी गराइहाल्नेछौँ। हामी माइती घरको बुकिङ चाहिँ गर्न आँटिरहेका छौँ। लभिङ मलमा बिहान 8 बजेको सो राम्रो छ। माइती घरमा 8 बजेको सोमा पनि झन्डै 40% हाराहारीको अकुपेन्सी छ। आइएनआई यहाँ विश्वज्योतिमा अहिलेको सो 10 बजेको खाली छ। डिएममा 10:15 को सो खाली छ। वान स्टपमा 8:45 को सो खाली छ। अनि विश्वज्योति नेपालगञ्ज बागेश्वरीमा पनि यहाँ लगभग 15-20% अकुपेन्सी छ। 12 बजेको सो है, त्यतिखेरसम्म अझै बढ्न सक्छ। पाथिभरामा पनि हामी देख्न सक्छौँ, यहाँ फाटाफुटा भइरहेछ। सिके सिनेमाजमा 10:15 को सो छ, खाली छ। सिटी सिनेमामा 10:30 को सो छ, 1-2टा भइरहेछ। इन्फिनिटीमा 12:45 को सो छ, यहाँ फाटाफुटा देखिएको छ। त्यहाँ 12 बजेको सोमा फाटाफुटा देखियो भने बुक छैन भन्ने कुरा होइन, हुँदैन भन्ने कुरा होइन, किनकि समय अझै बाँकी छ, धेरै बाँकी छ है। भर्खर 7:30-7:40 हुँदैछ, त्यही भएर समय धेरै छ। त्यतिखेरसम्म डोरसेल टिकट बिक्न सक्छ, अनलाइन बुकिङ हुन सक्छ होइन।
VFX मा 11:55 को सो यहाँ 8-10% को देखिएको छ, त्यतिखेरसम्म अझै बढ्न सक्छ। इलाइटमा 12:15 को सो यहाँ यति देखिएको छ, त्यतिखेरसम्म मिनिमम 30-40% त पुगिहाल्छ। सिटी स्क्वायरमा 11 बजेको सो यहाँ फाटाफुट्टा भइरहेछ 11:30 को। सिनियर ओइलमा 38 फास्ट फिलिङ गइसकेको छ, देख्न सक्नुहुन्छ है। 60% धाराको अकुपेन्सी छ। 11:15 को सो पनि छ सिनियर ओइलमा, यहाँ फाटाफुट्टा भइरहेछ है। आइएनआईको बुटोलमा तपाईहरुले देख्न सक्नुहुन्छ, यहाँ खाली छ। आइएनआईको लोड सेम मलमा 39 को सो यहाँ खाली छ। यहाँ 10:30 को सो छ, यहाँ फाटाफुट्टा भइरहेछ, बढ्न सक्छ। सीजी मलमा 9 बजेको सो नि फाटाफुट्टा छ 9:15 को। यो केएसआर मुभिज आइएनआईकै छ, यहाँ 2-4 देखिएको छ 9 बजे। भक्तपुरमा 38 को सो, यहाँ 38 मा यहाँ राम्रो छ। 40% धाराको अकुपेन्सी छ। 11:30 मा पनि हामी देख्न सक्छौँ, यहाँ पनि हुन सक्छ। फाटाफुट्टा भइरहेछ, त्यतिखेरसम्म बढ्न सक्छ। वान सिनेमाजमा 10 बजेको सो छ र खाली रहेछ। एफ क्युबमा 7:45 गइसक्यो, 12 बजेको हेरौँ। फाटाफुट्टा भइरहेछ। बुटोलमा 8 बजेको सो बिहान अहिले ल राम्रो भइरहेछ। 8 बजेको सोमा 20-25% अकुपेन्सी छ। राइजिङ मलमा 9 बजेको सो, यहाँ 8-10% अकुपेन्सी 39 को, त्यतिखेरसम्म बढ्न सक्छ। बिग मुभिजमा 12:45 को सो, अहिले ओपन भयो यो बिग मुभिज, त्यसलाई छोडिदिउँ। हामी वान सिनेमाजमा 11 बजेको सो छ, यहाँ छैन। एनडी सेन्टरमा 9 बजेको सो, यो पनि खाली छ। कृतिपुरमा 39 को सो, यहाँ भइरहेछ है अलिअलि, त्यतिखेर बढ्न सक्छ। सिभिल मलमा 11 बजेको सो 11:45 को, एक दुईवटा देखिएको छ। राइजिङ मलमा 12 बजेको सो खाली छ। रञ्जनामा 9 बजेको सो हो, यो देखाएन। दरबारमा 39 को सो, यहाँ भइरहेछ है 1400 रुपियाँ टिकट। छाया सेन्टरमा पनि भइरहेछ 10-15% अकुपेन्सी 8:45 को। पोखरा ट्रेड मलमा पनि यहाँ लगभग 5-7% को देखिएको छ। 12 बजेको सो, त्यतिखेरसम्म बढ्न सक्छ। जलमामा पनि 12 बजेको सो यतिको भइरहेछ, अझै बढ्न सक्छ। 12:30 को सो। मिड टाउनमा 9:55 को सो, यो कुनै चाहिँ लास्टै ढिलो ओपन भइदिन्छ भने नि, यो भएन, छोडिदिउँ, त्यसलाई नचलाउँ। फ्रेन्च सिनेमाज धरानमा 9 बजेको सो, ल के भएको यिनीहरू, यहाँ पनि 8-10% को देखिएको छ। 39 को बढ्न सक्छ अझै। लोडसेमा 11:15 को सो खाली छ। विश्वज्योति सरी जनज्योतिमा एक दुईवटा एउटा मात्रै भइरहेछ 10-15 को सो। फ्रेन्च सिनेमाज बुटोलमा 9:45 को सो छैन। ओम्याक्समा 12 बजेको सो, 2-4 वटा छ भने लास्टमा यहाँ 10 बजेको सो छ, खाली छ। ठिकै छ, यो फिल्मको पनि केही हलमा राम्रै देखिएको छ। अब हेरौँ दिउँसो इभिनिङसम्म कतिको बढ्छ, हामी तपाईँलाई अवश्य जानकारी गराउने छौँ। अब हामी बलिदानको बुकिङ हेर्न आँटिरहेका छौँ। हिजो पहिलो दिन राम्रो ओपनिङ गर्यो यो फिल्मले, अब आज दोस्रो दिन कस्तो छ हेरौँ। 8:45 को फास्ट फिल्म गइसकेको छ। लभिङ मल देख्न सक्नुहुन्छ, 70% माथिको अकुपेन्सी छ। यहाँ 12:45 को सो छ, यहाँ पनि राम्रो छ है, 20-25% अकुपेन्सी, त्यतिखेरसम्म अझै बढ्न सक्छ। फ्रेन्च सिनेमाज बुटोलमा पनि 12 बजेको सो छ, यहाँ खाली छ। खाली छ भन्नेमा यो होइन कि त्यतिखेर नहुन सक्छ भने 12 बजे धेरै समय हुन सक्छ। यहाँ 12 बजे सोमा देख्न सक्नुहुन्छ जनशक्तिमा 15-20% अकुपेन्सी छ। 12:30 को सो, त्यतिखेरसम्म लगभग 50% त मजाले पुग्छ। स्काइलाइनमा खाली छ 11:10-45 को सो। फ्रेन्च सिनेमा धरानमा 12 बजेको सो, 5% को छ, त्यतिखेरसम्म बढ्न सक्छ। मिड टाउनमा 10:30 को सो, अघि देखाएको थिएन, यसमा देखायो। यहाँ पनि 15-20% अकुपेन्सी छ, त्यतिखेरसम्म बढ्न सक्छ अझै। जलमामा 9:15 को सो, ल देख्न सक्नुहुन्छ, जलमामा पनि राम्रो छ, 20% माथिको अकुपेन्सी छ। पोखरामा 9 बजेको सो होला सायद, यो 10 बजेको सो छ। छाया सेन्टरमा 9 बजेको सो, यहाँ पनि छ 8-10% अकुपेन्सी छ। दरबारमा 9 बजेको सो, यहाँ एउटा भइरहेछ। रञ्जनामा 39 को सो, यहाँ पनि 10% धाराको अकुपेन्सी छ। एपेक्समा 9:15 को सो, यहाँ पनि फाटाफुट्टा भइरहेछ। सिभिल मलमा 10:15 को सो छ है, यहाँ फाटाफुट्टा भइरहेछ 10:15 को सोमा। कृतिपुरमा 11:15 को सो, यहाँ पनि देख्न सक्नुहुन्छ भइरहेछ बुकिङ। एनडी सेन्टरमा 9:15 को सो, खाली छ। कालीमाटीमा 8:45 को सो, फाटाफुट्टा छ। बिग मुभिजमा 9:15 को सो, ल फास्ट फिलिङ गएको छ 9:15 को, देख्न सक्नुहुन्छ 50% माथिको अकुपेन्सी छ। 11:15 को पनि सो छ, यहाँ पनि भइरहेछ है 11:15 को पनि। बुटोलमा हामी 8:15 को सो देख्न सक्छौँ। ल बुटोलमा 8:15 को सो राम्रो छ, 20-25% अकुपेन्सी छ। 11:30 को पनि सो छ, यहाँ पनि भइरहेछ बुकिङ। एफ क्युबमा 10:30 को सो, यहाँ पनि देख्न सक्नुहुन्छ है 30% माथिको अकुपेन्सी छ। 12:45 को पनि सो छ, त्यति 12:45 त हाउसफुलै हुन्छ। वान सिनेमाजमा पनि यहाँ पनि 20 लगभग 10-15% अकुपेन्सी छ। यहाँ वान सिनेमाजमा 10:30 को सो, यहाँ पनि राम्रो भइरहेछ, त्यतिखेरसम्म 50% त मजाले पुग्छ। भक्तपुरमा फास्ट फिलिङ गएको छ, 80% माथिको अकुपेन्सी छ। 8:15 को भने 11:15 को हेरौँ, 11:15 यतिको बुकिङ भइरहेछ, अझै बढ्छ मजाले। आइएनआईमा केएसआर मुभिजमा फाटाफुट्टा भइरहेछ 38 को, 11:15 को 45 को पनि यतिको बुकिङ भइरहेछ, राम्रो छ। सिजी मलमा पनि हामी देख्न सक्छौँ, यहाँ फाटाफुट्टा भइरहेछ 9 बजेको सो, यहाँ 8 बजेको सो बिहानको, यहाँ पनि भइरहेछ 8-10% अकुपेन्सी छ। एनआईमा 11 बजेको सो, यहाँ फाटाफुट्टा भइरहेछ। एनआईकै यहाँ बुटोलमा यहाँ छैन, एक दुईवटा देखिएको छ। सिनियर ओइलमा बिहान 8 बजेको सो, ल राम्रो छ, 8 बजेको 30% माथिको अकुपेन्सी छ। 10:30 को पनि सो छ, यो चाहिँ खाली छ। यहाँ सिटी स्क्वायरमा 8:45 को सो छ, यहाँ पनि 10% माथिको अकुपेन्सी छ। 9:45 को पनि सो छ, 9:45 को यतिको भइरहेछ। इलाइटमा 8 बजेको सो, ल इलाइटमा निकै राम्रो छ 8 बजेको सो, 40-50% अकुपेन्सी छ। 1 बजेको फास्ट फिलिङ गइसकेको छ र यहाँ 10:15 को सो पनि हेरौँ, 10:15 अनि यतिको बुकिङ भइरहेछ, त्यतिखेरसम्म मजाले फास्ट फिलिङ जान्छ। भिएफएक्समा 9:15 को सो, ल 9:15 मा यहाँ पनि राम्रो देखिएको छ। सिडिसीमा 10:30 को सो, खाली छ। बिएसआर मुभिजमा 12 बजेको सो, यहाँ पनि 10% माथिको छ। इन्फिनिटीमा 9:30 को सो, यहाँ पनि भइरहेछ। सिटी सिनेमामा 8:15 को सो, यहाँ पनि 10-15% को अकुपेन्सी छ। सिके सिनेमाजमा 9:45 को सो, यहाँ पनि छ। पाथिभरामा 8 बजेको कति बजेको सो थियो, 8 बजेको देखाएन। केएफएक्समा बागेश्वरी केएफएक्समा यहाँ फाटाफुट्टा भइरहेछ। वान स्टपमा 11:30 फास्ट फिलिङ गइसकेको छ भने 38 को कस्तो छ हेरौँ। 38 को 10% अकुपेन्सी, 11:30 फास्ट फिलिङ गइसकेको छ। आइएनआई यो विश्वज्योतिमा खाली छ, 11 बजेको सो, खाली छ भने बढ्न सक्छ त्यतिखेरसम्म। 11 बन्द बाँकी छ अझै, यहाँ पनि राम्रो भइरहेछ। डिम्याक्समा 8 बजेको सो बिहानको, देखाएन।
अनि यहाँ 29मा पनि फाटाफुट्टा भइरहेछ 38 को, यहाँ 39 को सो छ, यहाँ पनि भइरहेछ। एसटीएसमा 10-15 को सो, 10-15 मा यहाँ पनि भइरहेछ। 20% धाराले अकुपेन्सी छ, बढ्न सक्छ। राम्रो छ, एकदम बिहानको यतिको हुनु भने राम्रो हो। अब हेरौँ दिउँसो इभिनिङसम्म अझै कति वर्ष हामी तपाईँलाई जानकारी गराउने रहेछौँ। साथीहरू, हामीहरूले तीनवटै फिल्महरूको एडभान्स बुकिङ चेक गरिसकेका छौँ। तीनवटै फिल्महरूको एडभान्स बुकिङ बिहानको राम्रो भइरहेको छ। माइती घरको बिहानको ओभरअल अकुपेन्सी हेर्ने बेला लगभग 20 देखि 30% को देखिएको छ, अनि थुप्रै हलरमा 50% माथिको अकुपेन्सी पनि देखिएको छ। उता हरिबहादुरको जुत्ताको पनि बिहानको ओभरअल अकुपेन्सी लगभग 30 देखि 40% हाराहारीमा देखिएको छ। केही हलहरू हाउसफुल भएको छ भने थुप्रै हलहरूमा 50% भन्दा माथिको अकुपेन्सी पनि देखिएको छ। उता बलिदान फिल्मको पनि बिहानको ओभरअल अकुपेन्सी लगभग 30 देखि 40% सम्म रहने देखिरहेको छ भने केही हलहरू हाउसफुल भएको छ र थुप्रै हलहरूमा 50% भन्दा माथिको अकुपेन्सी देखिएको छ। र दिउँसो र इभिनिङ सोमा तीनवटै फिल्महरूको अकुपेन्सी अझै धेरै बढ्ने देखिरहेको छ। यसै कारणले गर्दाखेरि आजको दिन बलिदान फिल्मको कलेक्सन लगभग 50 लाखदेखि लिएर 80 लाखसम्म आउने सम्भावना देखिरहेको छ। माइती घरको कलेक्सन लगभग 20 देखि 30 लाखसम्म आउने देखिरहेको छ भने उता हरिबहादुरको कलेक्सन भने लगभग 30 देखि 50 लाखसम्म आउने सम्भावना देखिरहेको छ। यदि दिउँसो र इभिनिङ सोमा अकुपेन्सीमा अझै राम्रो जम्प देखियो भने यी तीनवटै फिल्महरूको कलेक्सन यो भन्दा पनि माथि जाने सम्भावना पनि देखिरहेको छ। साथीहरू, यो त थियो यतिखेर देशव्यापी रूपमा प्रदर्शन भइरहेको तीनवटा नेपाली चलचित्रहरूको बिहानको एडभान्स बुकिङ, अकुपेन्सी र बक्स अफिस प्रेडिक्सन। तपाईँले प्रदर्शन भइरहेको तीनवटा फिल्महरूमध्ये कुन कुन हेर्नुभयो प्लिज आफ्नो कमेन्ट सेक्सनमा कमेन्ट गर्न भने नबिर्सिनु होला। यदि हेर्नु भएको छैन भने आफ्नो नजिकको हलरमा गएर पक्कै पनि हेर्न सक्नुहुनेछ। हस्त साथीहरू, आजलाई यति नै। फेरि पनि यस्तै न्युजहरू तपाईँहरूको माझमा लिएर आउनेछौँ। तपाईँलाई हाम्रो भिडियो मन पर्यो भने भिडियो लाइक गरिदिनु होला र नेपाली कलाकार चलचित्रहरूको बारेमा साथै बक्स अफिस कलेक्सनको बारेमा पल पल खबर सुन्नको निम्ति हाम्रो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। हस्त नमस्ते।